सबैजना नमस्ते होइन यो के अरे परिवर्तनको लागि परिवर्तन भने जस्तो एउटा चाहिँ अस्ति फेसबुकमा मैले हेर्दै थिएँ एउटा दामी एउटा परिवर्तन भन्ने टिजर देखाएको थिएँ कि मैले त्यसको अनि त्यो चाहिँ मलाई बबाल राम्रो लागेर चाहिँ यसो यसमा रियाक्ट गर्दैछु यसो अब रियाक्ट भने त्यस्तै हो सबैजना यसो मिलेर हेर्नुपर्छ है ल लेट्स स्टार्ट OSR Digital, entertaining the nation. डिस्ट्रिब्युटर थिएटर ओहो ठ्याक्क त्यो केजिएफकै फिल आउँदो रहेछ कि सुरुमै जब अन्यायले सीमा नाग्छ तब जन्मिन्छ एउटा यो हिरोइन त आजकल जहाँ पनि देख्छु म त के बराइली भने अञ्जना म्याम है को शक्ति। ओहो परेश म्याम नमस्ते हामीले त है बच्चामा एकदम चाइल्डहुडको हिरोइन हाम्रो जस धेरै राम्रो लाग्थ्यो मलाई चाहिँ त्यो शक्ति हो जनता। जनता होइन अहिले त जेनजी हो जेनजी सबैजना फेरि रिसाउँला मान्छे त्यो शक्ति हो सत्य। त्यो शक्ति हो परिवर्तन। चिकन हान्दा छ यताबाट बुढो फेरि रोहित शेट्टीको याद आयो मलाई यो पुरा त्यो कारहरू एक्सन स्टार परिवर्तन लेट्स गो सरी हो यार यो फाइनल डेस्टिनेसन पनि याद आउँछ मलाई त यसो त म फेरि चाहिँ बिचरा स्टोरम्यानहरूलाई गाह्रो छ है यसमा चाहिँ ल माघ 9 गतेको रहेछ होइन यो रिलिज हुने चाहिँ जस नेपाली फिल्महरूले माया गर्नुपर्छ अब चाहिँ किनभने पुरा यिनीहरूले पढेर बनाउँछ कि आजकल त त्यो चाहिँ बवाल लाग्छ मलाई ल दामी छ जस है अब त्यही हो अब माघ 9 गते त्यसो अब टिजरमा रियाक्ट गरेँ यसो कस्तो रहेछ हेरेँ होइन अब राम्रो लाग्यो मलाई चाहिँ तपाईँहरूले कस्तो लाग्यो सो सपोर्ट गरिदिनु है ल ओके जय नेपाल